Okay, so what do you know about refraction? So refraction of wave. So not only light undergoes refraction, but all different types of waves they undergo refraction. धेरै प्रकारका वेभहरू छन् तिनीहरू के हुन्छन् त रिफ्र्याक्सन हुन्छन्. तर यहाँ चाहिँ हामीले के पढ्छौं त रिफ्र्याक्सन अफ लाइट पढ्छौं. रिफ्र्याक्सन भनेको के हो? पहिलो कुरो त बेन्डिङ अफ लाइट. फेनोमेना अफ बेन्डिङ अफ लाइट. एक्जाममा लेख्दाखेरि चाहिँ यु हेभ टु अन्डरस्ट्यान्ड इट. अब किन बेन्ड हुन्छ भन्ने कुरा भन्दा पनि पहिला बेन्डिङ हुनको लागि सर्टन कन्डिसन्सहरू छन्. कन्डिसनहरू के हुन्छ? अब लाइट आयो मानौ, इफ लाइट वेभ इज ट्राभलिङ, लाइट ट्राभल्स इन, कम्प्लिट द सेन्टेन्स. लाइट कसरी ट्राभल गर्छ? लाइट ट्राभल्स इन स्ट्रेट पाथ, राइट? लाइटको प्रपर्टी त्यो छ. तर मानौ हामीले लाइट ट्राभल गर्ने मिडियमलाई के गरियो? चेन्ज गरियो. मिडियमलाई चेन्ज, लाइट ट्राभल गरिराखेको थियो एयरमा, अब कुनै के भयो? अर्को मिडियम आयो. लेट्स से इट स्ट्राइक्स द अदर मिडियम. अब के हुन्छ त? वी वान्ट टु अन्डरस्ट्यान्ड इट्स प्रपर्टी. अब के हुन्छ त भन्दाखेरिमा लाइट के हुन सक्छ? इट क्यान अन्डरगो some kind of bending, right? It can change its direction. Well, depends on कतिखेर कहाँ हान्दाखेरि कसरी बेन्ड हुन्छ. अलि थोरै बेन्ड होला, हो किन? आफ्नो डिरेक्सनलाई चेन्ज गर. बेन्डिङ भनेको के हो? डिरेक्सनलाई चेन्ज गर्ने. यसरी जानुपर्ने थियो, सिधा जानुपर्ने थियो, तर के गर्यो? बेन्ड गर्यो. त बेन्ड किन गर्छ त भन्दाखेरिमा पहिलो तिमीहरूको क्लासमा दिने रिजन भनेको बिकज लाइट हैज डिफरेंट वेलोसिटी इन डिफरेंट मीडिया. लाइट को के हुन्छ त? हैज डिफरेंट वेलोसिटी इन डिफरेंट मीडिया. फरक मिडियामा फरक वेलोसिटी हुन्छ. कुनैमा हाई वेलोसिटी हुन्छ भने कुनैमा लो वेलोसिटी हुन्छ, हैन? अब जस्तै लाइटको वेलोसिटी के हो त? व्हेन वी टक अबाउट द वेलोसिटी अफ लाइट, हाउ मच इज इट? 3 times 10 to the power 8 meter per second. अथवा किलोमिटरमा 3 लाख किलोमिटर हुन्छ होला, हैन? पर सेकेन्ड. 1 सेकेन्डमा 3 लाख किलोमिटर जान्छ. तर कहाँ? इन एयर और भ्याक्युम. तर लाइट केमा त? वेलोसिटी अफ लाइट इन वाटर. के हुन्छ वाटरमा वेलोसिटी? कति हुन्छ? हाउ मच? You have to know these numbers. 2.5 times 10 to the power 8 meter per second होला. हेर त, ग्लासमा 2.8 हो कि कति हो? 2. हेर चेक गर. Can you check the number? 2.25. In water? वाटरमा 2.25 हो? Sure? 2.25 ल. ग्लासमा कति हो? 2 into 10 to the power 8 meter per second. So फरक मिडियामा के छ? फरक वेलोसिटी छ. त्यही फरक वेलोसिटी भएको कारणले लाइट के हुँदो रहेछ? आफ्नो डिरेक्सनलाई चेन्ज गर्छ. अब लजहरू के छन् त? लज अफ रिफ्र्याक्सन. लेट्स गो टु द नेक्स्ट वान. लज अफ रिफ्र्याक्सन. दिस इज भेरी इम्पोर्टेन्ट टु अन्डरस्ट्यान्ड. एउटा पोइन्ट चाहिँ धेरैले बुझेका हुँदैनन् है. लज अफ रिफ्र्याक्सन. एउटा ल चाहिँ त्यहाँ धेरै विद्यार्थीहरूले बुझेका हुँदैनन्. लज अफ रिफ्र्याक्सन. इट फिल्स द्याट इट्स इजी बट यु हेभ टु इमेजिन अ लिटल बिट. पहिलो ल के हो त? नियम के पालना गर्छ?
पहिलो कुरो त मिडियमको बारेमा हामीले कुरा गर्दै थियौँ, त्यसलाई पनि क्लियर गरौँ। मिडिया, जब मिडियाको बारेमा कुरा गरिन्छ, वेयर भेलोसिटी, रिलेटिभ भेलोसिटी इज हायर, अथवा if the velocity of light or wave, के त wave is comparatively greater, it is called as, यसलाई के भनेर भनिन्छ? रेयर मिडियम, राइट? के भनेर भनिन्छ? रेयर मिडियम भनेर भनिन्छ। सिमिलरली if के त if the velocity, you can repeat with me, of light or wave is comparatively, कण्ठ बनाऊ अहिले exam, comparatively lesser or smaller, it is called as denser medium. अब यहाँ if you check between vacuum and water, vacuum र water लाई compare गर्ने हो भने which one is denser, which one is rare? Water is denser medium, optically denser medium. Water is के भनेर भनिन्छ? Optically denser medium than air. Now let's compare it with velocity of light in glass. So what is velocity of light in glass? Glass मा कति हुन्छ? 2 into 10 to the power 8 meter per second. कुनमा धेरै रहेछ? ग्लास र वाटर को कम्पेयर गर्दाखेरि which one is comparatively, which one is denser medium? Glass is denser medium. Why? Because velocity of light in water is comparatively higher than that of glass. Therefore, we call water as rare medium and water as glass as denser medium. So, A र B दियो भने, कुनै दुईटा मिडिया दियो भने, A र B दियो भने, कहिलेकाहीँ exam they will ask you some kind of question so that they want to check whether you have understood or not. A को velocity दियो, B को velocity दियो, VA अनि VB, अनि भन्छन् कुन चाहिँ optically rare medium हो, कुन चाहिँ optically denser medium हो. You have to be able to give the reason as well, and then they can develop on this. Develop गर्न भन्न सक्छ. नर्मल बाट टाढा जान्छ कि नजिक जान्छ? A बाट B मा जाँदाखेरि रे अफ लाइट बाङ्गेर नर्मल तिर जान्छ कि नर्मल बाट टाढा जान्छ? हैन, टोटल इन्टरनल रिफ्लेक्सन हुन सक्छ कि सक्दैन? All of those questions will come. So you have to keep that in mind. So now let's move on to the laws of refraction. Laws of refraction. पहिलो law के होला बोला? When a ray of light के हुन्छ? Passes from के त? Rare to denser. के हुन्छ? It bends towards the normal. And when a ray of light passes from denser to rare, it goes away from normal, right? So let's write that also. When a ray of light passes from के त? Denser to rare, it bends away, right? That is important. Away, टाढा जान्छ, away from the normal. This is the first one. भन्न खोजेको के हो त भन्दाखेरिमा, let's say I have a media.
टु मिडिया, लेट्स से माथिको एयर भयो, तलको वाटर भयो। रे अफ लाइट आयो, रे अफ लाइट एयरबाट आयो, यसरी आयो, जसरी पनि आउन सक्यो। एउटा मात्र रे आउँदैन, धेरै रेहरू आउँछन् जसमा यताबाट जताततैबाट हान्न खोजे। जताततैबाट आएका त अध्ययन गर्न सकिँदैन, त्यही भएर एउटोलाई अध्ययन गरौँ। आयो, अब यो कहाँ जान्छ त? एयर भनेको एयरमा भेलोसिटी हाई हुन्छ कि वाटरमा? एयरमा भेलोसिटी हाई हुन्छ, त्यही भएर यो के हो त? रेयर मिडियम हो। यो के हो त? डेन्सर मिडियम हो। अब रेयरबाट डेन्सरमा जाँदैछ, रेयर टु डेन्सर भनेपछि के हुन्छ? टुवर्ड्स द नर्मल। व्हाट इज अ नर्मल? नर्मल इज अ लाइन दैट इज परपेंडिकुलर टु अनदर लाइन, हो कि न? जस्तै दुईटा लाइन छन्, यो लाइन छ, यसको नर्मल के हो? यस्तो हो। दे शुड बी परपेंडिकुलर टु वन अनदर। सो देयरफोर, सो हियर नर्मल टु द सर्फेस, वाटरको सर्फेस यो हो, यसमा नर्मल एउटा बनाऊ। So let's make this normal. 90 डिग्री भयो। अब जानुपर्ने डिरेक्सन कुन हो? वास्तवमा केही मिडियम चेन्ज नभएको भए जानुपर्ने यो हो, तर के हुन्छ अब? टुवर्ड्स द नर्मल, नर्मलतिर झुक्ने भयो भनेपछि कसरी? यहाँ पनि बाङ्गेर यतातिर झुक्दैन, जान सिधै जान्छ, तर नजिकिएर जान्छ, हो कि न? मिडियम भित्र रे के हुँदैन? कर्भ हुँदैन, सीधा जान्छ। अब मानिलियौँ, लेट्स टेक अनदर वान, ग्लास, वाटर। अब और लेट्स चेन्ज द डिरेक्सन। वाटर यता छ, ग्लास यता छ। रे अफ लाइट जताबाट नि आउन सक्यो, वाइ नट मेक इट दिस वे, यसरी बनाऊ। अब यो के भइराखेको छ? कताबाट कता गइराखेको छ? यो डेन्सर मिडियम, यो रेयर मिडियमको आर। डेन्सरबाट रेयरमा जाँदाखेरि हुन्छ के? पहिलो कुरो त जहाँनिर स्ट्राइक गर्छ, वी हेभ टु ड्र नर्मल देयर इन अर्डर टु फिगर आउट। जान्नको लागि यहाँनिर हामीले नर्मल बनाउनु पर्यो, नर्मल बनाए। अब जाने डिरेक्सन कुन हो? सिधा हो। जान्छ कता? डेन्सर टु रेयर जाँदाखेरि अवे भनेको जानी यतातिर थियो, यता आयो भने त नर्मलतिर जाने भयो कि भएन? त्यही भएर यताबाट कता जानु पर्यो? यता जानु पर्यो, त्यही भएर इट गोज दिस वे। सो दिस इज द फर्स्ट लॉ। नाउ द सेकेन्ड वान, व्हाट इज द सेकेन्ड वान? यो पहिलो 1 नम्बर। दोस्रो लॉ के हो त? ल बनाऊ। इन्सिडेन्ट रे हो यो पोइन्ट, दिस इज द मोस्ट इम्पोर्टेन्ट त यो हो, धेरै इम्पोर्टेन्ट तिमीहरूको लेभलको लागि, तर बुझाइ कमको चाहिँ यो सेकेन्ड पोइन्टमा हुन्छ। द इन्सिडेन्ट रे भनेको जुन रे आएर मिडियामा हान्छ, कुरो बुझ्यो भएन? सोर्सबाट इन्सिडेन्ट रे, नर्मल अनि एन्ड द रिफ्र्याक्टेड रे, बाङ्गेर गएको रेलाई रिफ्र्याक्टेड रे, लाई के भनेको बाबा? यो लाई अन द सेम प्लेन भनेको के हो? व्हाट डज इट मीन? इन्सिडेन्ट रे, नर्मल र रिफ्र्याक्टेड रे, दे ऑल अफ देम दे लाई अन द सेम प्लेन। व्हाट डज दैट मीन? तीनटै रेहरू एउटै प्लेनमा पर्छन् भनेको के हो? दुईटा लाइनहरू एउटै प्लेन। यु हेभ टु थिंक इन टर्म्स अफ 3 डाइमेन्सन, तीनवटा डाइमेन्सनमा एक्स वाइ जेड मा सोच्नुपर्छ। जस्तै एउटा इक्जाम्पल दिन्छु। इक्जाम्पलको लागि लाई अन द सेम प्लेनको कहानी, जस्तै तिमीसँग एउटा बेड छ, ठीक छ? एउटा बेड छ, बेडमा मानौ दुईजना साथीहरू यसरी सुते, यसरी सुते। उनीहरू केमा छन्? एउटै प्लेनमा छन् कि छैनन्? एउटै प्लेनमा छन्।
छन् तर एउटो साथी उभिएको छ वालमा एउटो साथी चाहिँ भुइँमा यस्तो छ एउटो साथी भुइँमा यसरी बसिया छ सुतिया छ भुइँमा हो के न यहाँ साथी अर्को चाहिँ यो वालमा यसरी उभिया छ आर दे अन द सेम प्लेन कतिवटा प्लेन छन् यहाँ हाउ मेनी प्लेन्स आर देयर 3 प्लेन्स राइट व्हाट आर दोज प्लेन्स दिस इज वान प्लेन एउटा प्लेन यो हो के न अर्को प्लेन कुन हो उप्स अर्को प्लेन यो हो अर्को प्लेन कुन हो तलको यो प्लेन यो प्लेन हो एउटै प्लेनमा छैन नि त एउटो कहाँ छ एउटो यहाँ यसरी बसिया छ एउटो चाहिँ यसरी बसिया छ कुनै एउटा प्लेन राखेर दुईटैलाई एउटैमा सुताउन मिल्दैन त्यहाँ उनीहरूको पोजिसन चेन्ज नगरिकन यस्तो एउटा डसना बनाउन मिल्दैन जसले गर्दा उनीहरूको पुरै शरीर चाहिँ केमा परोस् दुवै चाहिँ एउटै डसनामा सुतुन् त्यो बनाउन मिल्दैन राइट सो लेट्स टेक आई हेभ 3 पेन्स नाउ डु यु थिंक these 3 pens are on the same plane why यसरी नजिक 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 ल्यायौ एउटै प्लेनमा छन् कि छैनन् एउटै प्लेनमा छन् कि छैन यिनीहरु ल भन त छन् नि किन छैनन् इन 3 जना साथीहरु यसरी बसेका छन् मैले ल्याएर यहाँबाट डस्न यसरी राखे भने एउटै डस्नमा आडेस लागि लाएनन् एउटै प्लेनमा छन् यहाँ हो के न एउटै प्लेनमा लाई इफ यु टेक एउटा किताब लिउ त लाइक दिस किताब लिएर आइज so I have this you see and if I keep it like this you can arrange that book how like that you see they are on the same plane परे परेन तर if I put them like this यसरी 3 जना यसरी बसे can I find a way can I find a plane एउटो प्लेन मैले पत्ता गर्न सक्छु ताकि इन 3टै पेन एउटै प्लेनमा परुन् सकिदैन किन सकिदैन यसरी राखे पारी दुईटा मात्र परे यसरी राखे पार इन दुईटा मात्र परे यसरी राखे पार इन दुईटा मात्रै परे कुरो बुझिएन भनेपछि नर्मल इन्सिडेन्ट रे एन्ड रिफ्र्याक्टेड रे इन्सिडेन्ट रे यो नर्मल भयो मानिलियौं अथवा यो रिफ्र्याक्टेड रे भयो अनि यो नर्मल छ नि यिनी सबै के पर्छन् एउटै प्लेनमा पर्छन् यसरी नर्मल र इन्सिडेन्ट रे यस्तो भयो हैन नर्मल र इन्सिडेन्ट रे यस्तो भयो मानौ रिफ्र्याक्टेड रे गरे यसरी बाङ्गिएर या त उतातिर जाँदैन अथवा यतातिर आउँदैन एउटै प्लेन यो प्लेन जुन छ नि त्यही प्लेन भएर जान्छ कुरो बुझिबे जस्तै यहाँबाट तिमीले लाइट यसरी देखायौ भने यो लाइटले यहाँ मानौ नर्मल छ आयो लाइट आएर रिफ्र्याक्ट भएर कतातिर जान्छ यही बोर्ड हुँदै जान्छ बोर्डलाई छेडेर उता जाँदैन बोर्डलाई बाहिर आउँदैन कुरो भनेको त्यो हो 3टा लाइनहरु एउटै प्लेनमा पर्नी भनेको यो हो कुरो बुझ्यौ हो लाइटले त्यो एउटा प्रपर्टी देखाउँछ अब थर्ड पोइन्ट के छ थर्ड पोइन्ट इज एक्चुअली पहिलो पोइन्टबाटै आउने कुरा हो पहिलो पोइन्टले त्यही प्रमाणित गर्छ पहिलो पोइन्ट यो दुईटा पोइन्ट भयो हैन तर थर्ड पोइन्ट भनेको यही पहिलो पोइन्टबाट आउने कुरा हो के भन्छ त थर्ड पोइन्टले द रेशियो अफ के त साइन अफ के एंगल अफ इंसिडेंस I to the sine of angle of
रिफ्र्याक्सन आर फर कसको लागि गिवन पेयर अफ मिडिया इज के इज अलवेज सेम अथवा अलवेज कन्स्टेन्ट इज कन्स्टेन्ट मात्र भने नि हुन्छ कन्स्टेन्ट भनेपछि त सधैँभरि कन्स्टेन्टै हुनु पर्यो अलवेज इज रिडन्डेन्ट आवश्यक छैन भन्न खोजेको थर्ड पोइन्टले के जनाउँछ त सो म्यू इक्वल्स टु साइन आई डिभाइड बाई साइन आर भनेर जनाउँछ एंगल अफ इन्सिडेन्स चेन्ज भयो भने एंगल अफ रिफ्र्याक्सन पनि चेन्ज हुन्छ ताकि तिनीहरूको रेशियो के हुन्छ ठ्याक्कै बराबर हुन्छ रेशियो सधैँभरि एउटै हुन्छ कुरो बुझियो के हो त लज अफ रिफ्र्याक्सन अब लज अफ रिफ्र्याक्सनलाई अब हामीले एउटा एक्सपेरिमेन्टबाट हेरौँ